डम्बरबहादुर के धन्यवाद। तपाईँको पुर्खौली चाहिँ कहाँ? पुर्खौली नै ए तपाईँको यहाँ कटारी जडी जडीदेखि माथि सिमले हो। ए अहिले पनि त्यही हुनुहुन्छ? तपाईँ कति भाइ छोराहरू हुनुहुन्छ? दुई भाइ। काका हुनुहुन्छ? घरमै। तपाईँको अहिले जग्गा चाहिँ जग्गा जीवन चाहिँ कति छ तपाईँको? बाउले सकेको मेरो बाउले पनि सक्दिनु। कति छ तपाईँको लागि अहिले भोगचल्न गरिरहेको? भोगचल्न गरेको जग्गा अहिले त्यही अहिले जग्गा 4 कठा जस्तो हो। तपाईँले थाहा पाउँदाखेरि कटारी बजार कस्तो थियो? कटारी बजार त पोइन्ट मैले थाहा पाउँदा यहाँ थियो नि स्कुल सानो झुप्रे लाइन थियो। आग लाग्यो 22 सालमा र अनि 22 साल भदौमा त्यहाँ सरेको जम्मै ठाउँ। तपाईँको ससुराली कहाँ? ससुराली मेरो गाईघाटबाट बिहे गर्नुभयो। ए अहिले आन्टी पनि हुनुहुन्छ कि तपाईँ मात्रै? बितिसक्नुभयो। अनि अङ्कललाई मैले एउटा कुरो सोध्न चाहेँ, यो कति सालमा चाहिँ यो जग्गाहरू नापी भएको अङ्कल? 28 सालमा। अनि कुन राजाको पालामा नापी भएको? नापी त महेन्द्रको सालमा महेन्द्र सरकारको नाममा नाप भएको। हजुर। बिचुन गऱ्यो वीरेन्द्रले। अहिलेसँग चाहिँ तपाईँको वीरेन्द्र राजाले चाहिँ तपाईँको नापी खुला थियो, अहिलेसम्म कुनैले पनि नापी खुला छैन है? अहिलेसम्म छैन। खुला आयो कुन उसले के भन्छ कुम्बासी आयोले खुला थियो अघि। हजुर। सालमा त्यहाँदेखिको त्यो रद्द गऱ्यो कि के गर्यो कि लालपुरले भनेपछि डुबान भएको चाहिँ यो डुबान त 22 सालमा हो। 22 सालमा? 22 साल। अनि त्यहाँको 41 सालमा समापट्टै बनाइदियो। धेरै ठुलो बर्सात भयो। त्योभन्दा अगाडि चाहिँ खोलो कता हिँडेको थियो काका? 22 सालभन्दा अगाडि। हजुर। 22 सालभन्दा अगाडि उता उसला त्यो माछा बगरबाट जो भने हो। हजुर। के अरे यो मरुवाको सिमले गएर आउँथ्यो अड्डाकुना भन्छ नि। अड्डाकुना भएर आउँथ्यो थियो नि। 22 सालमा थियो खोला। त्यति 22 सालमा गएको। अनि यताको खोला 22 सालमा फेरि उताको खोला। भनेपछि वीरेन्द्र राजाले चाहिँ तपाईँको लालपुर्जा वितरण गर्नुभयो, अरूले चाहिँ नाप्ने अनि रायस बटुल्ने अनि त्यहाँबाट फेरि क्यान्सल गर्ने त्यस्तै गर्नुभयो है? ए काका नि यो अहिले यो टिफर हिँडिरहेको रोडमा चाहिँ कुनै जग्गा यो पाटामा सिन्धुलीको कुनै जग्गा उता पाटामा उदयपुरको रहेछ नि, त्यो चाहिँ के कारणले हो? त्यो खोला थियो नि पहिले हामीले खोलालाई चाहिँ उहाँहरूले एउटा सीमा राखेर त्यसरी किताकाटी गर्नुभयो। किताकाटी खोलादेखि यसो यो अहिले आएर उदय सिन्धुली जिल्ला यता उदयपुर जिल्ला यो भने बैरिनी भन्ने जग्गा यही हो। यसको नाम चाहिँ बैरिनी। ए ल हुन्छ काका, ल धन्यवाद हजुरलाई। हवस् काका है त। नमस्कार साथीहरू, बाई बाई। मैले चाहिँ आज थोरै कुराहरू चाहिँ हाम्रो काकासँग चाहिँ मैले यहाँ जानकारी लिएको छु है त साथीहरू। कस्तो लाग्छ हजुरहरूलाई सल्लाह सुझाव दिनु होला है त। नमस्ते, बाई बाई।